उनको गल्ती के थियो? उनी मासुम थिइन्। उनको गल्ती केवल यस धरतीमा जन्म लिनु नै ठुलो गल्ती थियो। सिमराकी त्यो बालिका जुन संसार देख्न पनि पाएकी थिइनन्, संसारमा घुलमिल पनि हुन पाएकी थिइनन्। संसारको सबैभन्दा अँध्यारो पक्ष देखेर आज जान बाध्य भइन्। त्यो हत्या होइन, त्यो मानवताको मुखमा थुको। दोषीलाई कडा कारबाही होस्। अब कुनै आमाको काख खाली नहोस्। न्याय चाहिन्छ सरकार। जस्टिस फर सिमरा गरिमा चौधरी। उमेर जम्मा 3 वर्ष। सायद हिजो उनको 3 वर्ष पुरा भएर 4 वर्षमा मात्र लागेकी थिइन्। तर यो संसारबाट सदाको लागि बिदा भइन्। सिमराकी हाम्री एक बालिका जुन अन्याय भएको छ, त्यो सुनेपछि कसको आँखा रसाउँदैन, कसको रगत औँलिँदैन। उनी हाम्री छोरी थिइन्, हाम्री बहिनी थिइन्, हाम्रो भविष्य थिइन्। कसैले उनको हाँसो खुसिदिएको छ, उनको सपना खुसिएको छ, उनको ज्यान लिएको छ। अब मन बस्ने बेला सकियो हाम्रो। हामीले घर दैलो विद्यालयसम्म, सडकदेखि अदालतसम्म सबैतिर बच्चाहरूको सुरक्षा माग्नै पर्छ। म सरकारसँग माग गर्छु दोषीलाई कडाभन्दा कडा सजाय होस् र हामी सबैसँग माग गर्छौँ अबदेखि कुनै पनि बच्चा असुरक्षित नहोस्। त्यो बच्चाको आत्माले शान्ति पाओस्। सरकार बच्चासँग बलात्कार गरेर हत्या गर्ने मान्छे होइन, जानवर हो। तर जानवरले पनि कुरा बुझ्छ। मान्छेको नाउँमा राक्षस हुन् तिनीहरू। उनीहरूलाई जस सजाय चाहिन्छ। सिमराको घटनाले हामीलाई झस्काइरहेको छ। हाम्रो छोरीहरू घरमा पनि सुरक्षित छैनन् भने हामी कस्तो समाजमा बाँचिरहेका छौँ त? हामीलाई बयान होइन, न्याय चाहिन्छ। हामीलाई आश्वासन होइन, कारबाही चाहिन्छ। दोषीलाई कडाभन्दा कडा कारबाही होस्। अब यस्तो नदोहोरियोस्। समाज र सरकार दुवै सचेत बनौँ। एक मासुम फूल समयभन्दा पहिल्यै ओइलाइयो।